हेलो गाइज वेलकम टु माई च्यानल आफ्टर सो लङ है धेरै पछि आएको छु म आज चाहिँ अनि आज चाहिँ हामीले चाहिँ एनएसएआइडीको बारेमा हेरौँ भनेर मैले सोचेको छु जुन चाहिँ मस्कुलोस्केलेटल सिस्टममा पर्छ तपाईँहरूले आफ्नो करिकुलम पनि चेक गर्न सक्नुहुन्छ स्टार्ट गरौँ है त अब फर्स्टमा चाहिँ एनएसएआइडी भनेको के हो भन्ने कुरा जान्नु पर्यो होइन एनएसएआइडीको काम हेरौँ है त हामीले यहाँनिर चाहिँ एनएसएआइडीको फुल फर्म त थाहा छ नि हजुरहरूलाई एनएसएआइडीको फुल फर्म चाहिँ हुन्छ के अरे नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रग्स है यो कुरा याद राख्ने है अब यसको चाहिँ तीनवटा काम हुन्छ होइन एउटा भनेको एनाल्जेसिक भनेको के भयो त पेन रिलिफमा चाहिँ यसले हेल्प गर्ने भयो है अर्को चाहिँ हामीसँग एन्टिपाइरेटिक भनेर छ अनि अर्को चाहिँ एन्टी इन्फ्लामेटरी भनेर छ यहाँ चिक्यो है एन्टी इन्फ्लामेटरी भनेर चाहिँ रहेको छ होइन यति तीनवटा चाहिँ यसको काम हुन्छ है बुझ्नुभयो है के हुन्छ एउटा दुखाइ कम गर्ने भयो ज्वरो कम गर्ने भयो र इन्फ्लामेसन्सहरू भएको छ भने त्यसलाई पनि कम गर्ने काम चाहिँ केसको हुन्छ त एनएसएआइडीको चाहिँ हुन्छ है त्यसपछि अब चाहिँ हामीले क्लासिफिकेसन चाहिँ हेर्छौँ है क्लासिफिकेसन एकदमै इम्पोर्टेन्ट छ होइन इक्जाममा खासै सोधेको चाहिँ छैन यो नर्सिङमा चाहिँ तर इम्पोर्टेन्ट छ पढिरहेको एकदमै राम्रो हुन्छ है अनि हामीले यो क्लासिफिकेसन पढिसकेपछि चाहिँ ड्रग्सहरू याद गर्नलाई एकदम धेरै सजिलो हुने भएर नि तपाईँहरूले क्लासिफिकेसन चाहिँ हेर्नु होला होइन जस्तै कि फर्स्टमा हामीसँग यहाँ रहेको छ ल यसबाट हेरौँ है त नन सेलेक्टिभ कक्स इनिभिटर भनेर रहेको छ होइन नन सेलेक्टिभ कक्स इनिभिटर भनेको चाहिँ फर्स्टमा मेकानिजम अफ एक्सन जाम कि क्या हो होइन जसले गर्दाखेरि तपाईँहरूलाई सजिलो हुन्छ मेकानिजम अफ एक्सन भयो भने चाहिँ अब कक्स भनेको के हो भन्ने कुराहरू थाहा हुन्छ नि त ल फर्स्टमा चाहिँ मेकानिजम अफ एक्सनमा चाहिँ हामीसँग हुन्छ एराकिनोइड एसिड है मैले यो युज गरेँ एराकिनोइड एसिड हामीसँग छ जसमा चाहिँ हामीले जसले चाहिँ के प्रड्युस गर्छ त प्रोस्टाग्ल्यान्डिन चाहिँ प्रड्युस गर्ने हो है दुईटैको कक्स 1 र कक्स 2 दुईटैको काम के हुन्छ त प्रोस्टाग्ल्यान्डिन चाहिँ प्रड्युस गर्ने हुन्छ अब एनएसएआइडीले चाहिँ के गर्छ त भन्दाखेरि यो जुन प्रोस्टाग्ल्यान्डिन रिलिज भइरहेछ नि त्यसलाई चाहिँ रिलिज हुनै दिँदैन होइन यसको कामै त्यही हो प्रोस्टाग्ल्यान्डिन सिन्थेसिसलाई चाहिँ के गरिदिन्छ त कम गरिदिन्छ अब कक्स भनेको के हो भने जस्तो लाग्ला कक्स पनि 1 र 2 भनेर रहेको छ कक्स भनेको चाहिँ साइक्लोअक्सिजनेज हो है यसले चाहिँ के गर्छ त साइक्लोअक्सिजनेजले के गर्छ त यो जुन प्रोस्टाग्ल्यान्डिन रिलिज भइरहेको छ त्यसलाई के गरिदिन्छ त कम गराइदिन्छ होइन अनि कक्स 1 को प्रोस्टाग्ल्यान्डिन जुन रिलिज हुन्छ त्यसले चाहिँ के गर्ने जिआई म्युकोजल प्रोटेक्सन गर्ने काम गर्छ भने कक्स 2 बाट रिलिज भएको जुन प्रोस्टाग्ल्यान्डिन छ त्यसले चाहिँ के गर्छ त पेनहरू कम गर्ने इन्फ्लामेसन कम गर्ने फिभर कम गर्ने गर्छ है बुझ्नुभयो कक्स 1 र कक्स 2 प्रोस्टाग्ल्यान्डिनलाई इनिबिट गरिदिने भयो जसले गर्दाखेरि के हुने भयो त पेन इन्फ्लामेसन्सहरू चाहिँ कम हुने भयो है यसरी चाहिँ एनएसएआइडी काम गर्छ कि अब एनएसएआइडीमा हाम्रो सबभन्दा कमनली युज्ड भन्दा नि अब त ओभर युजडै भइसक्यो होइन ड्रग्स छ हामीसँग प्यारासिटामोल अनि प्यारासिटामोल अब यसरी हेरौँ है अब क्लासिफिकेसनमा जाऊँ क्लासिफिकेसनमा मैले अघि भनिसकेँ फुल फर्मको बारेमा अब हामी नन सेलेक्टिभ कक्स इनिभिटर भनेर भनेको छ होइन अब नन सेलेक्टिभ कक्स इनिभिटरमा चाहिँ के हुन्छ भन्दाखेरि कक्स 1 र कक्स 2 भनेर जुन हामीले डिफ्रेन्सिएट गरेको थियो नि कक्स 1ले चाहिँ एउटा काम गर्छ कक्स 2ले चाहिँ यसरी काम गर्छ भनेर अब यो नन सेलेक्टिभले चाहिँ कक्स 1 र 2 दुईटैको हिसाबले काम गर्छ के 1 र 2 भनेर उसले छुट्याउँदैन होइन दुईटैको हिसाबले काम गर्छ जसमा हाम्रो इक्जाम्पल्सहरू इम्पोर्टेन्ट छ याद गरौँ ल यो इक्जाम्पल्सहरू एस्पिरिन होइन कमनली युजै छ बोर्फिन अनि त्यसपछि केटोप्रोफिन यिनीहरू सबै इम्पोर्टेन्ट छ यो कुराहरू याद गर्नु पर्यो है त्यसपछि अर्को छ प्रिफेरेन्टल कक्स 2 इनिभिटर भनेर छ होइन यसमा चाहिँ अब के हुन्छ त यसले चाहिँ कक्स 2 को चाहिँ काम गर्छ अब कक्स 2 मा हामीले के गर्छ भनेर भनेको थियो त यहाँनिर कक्स 2 ले चाहिँ पेन मेडिएट गर्छ इन्फ्लामेसनहरू हुँदैन फिभरहरूमा काम गर्छ भनेर भनेको छ है त्यसको लागि हामीले के युज गर्दो रहेछ त यो डेक्लोफेनाक होइन एसिलोफेनाक सुनेको होला है अलिअलि नामहरू यदि सुनेको नामहरू चाहिँ याद गर्न खोज्ने होइन अनि यदि नामहरू सुनेकै छैन भने चाहिँ के गर्ने त रिपिटेडली हेर्ने है त्यसरी नै याद हुने हो कि फार्माकोलोजी एकैचोटि सबै ड्रग्सहरू याद गर्छु भनेर चाहिँ सकिँदैन है ल अर्को चाहिँ छ हाम्रो के छ त सेलेक्टिभ कक्स 2 इनिभिटर भनेको अब यसमा कक्स 2 यसले चाहिँ कक्स 2 लाई चाहिँ ब्लक गर्ने भयो होइन अब क्लास 2 मा चाहिँ यसमा सेलेकक्जिब प्यारेकक्जिब भनेर याद गरेको छु मैले चाहिँ होइन अनि अर्को चाहिँ रफेकक्जिब भन्ने छ यहाँ चाहिँ लेखेको रहेन रहेछ अर्को रफेकक्जिब भनेर मैले याद गरेको चाहिँ यिनीहरू छ त्यसपछि अर्को छ हामीसँग के अरे एनाल्जेसिक एन्टिपाइरेटिक विथ पोर एन्टी इन्फ्लामेटरी एक्सन भनेको छ जसमा चाहिँ यसले के भनेको छ भन्दाखेरि एनाल्जेसिक भनेपछि पेन घटाउने भयो एन्टिपाइरेटिक भनेपछि के भयो त फिभर पनि हटाउने भयो तर इन्फ्लामेसन चाहिँ यसले
इन्फ्लामेसन भएको छ भने चाहिँ एन्टी इन्फ्लामेटरी हुन्छ यसको एक्सन चाहिँ होइन। एन्टी इन्फ्लामेसन चाहिँ हुँदैन भनेको छ, एन्टी इन्फ्लामेसन हो नि त ड्रग्सको काम चाहिँ। यसको चाहिँ पोर हुन्छ भनेको छ, जसको चाहिँ हामीले कमनली सुनिरहेको इक्जाम्पल के हो त, प्यारासिटामोल है। अनि यो चाहिँ रहेको छ है। त्यसपछि यसमा चाहिँ मैले हल्का यहाँ टिप्सहरू पनि ल्याइदिएको छ, त्यो पनि तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। अब हामीले युजेसहरू मजाले भनिसक्यौँ होइन, इन्डिकेसन केमा युज गर्ने रहेछ भन्ने कुरा सबै थाहा भइसक्यो। एनाल्जेसिक, एन्टिपाइरेटिक, एन्टी इन्फ्लामेटरी, यो चाहिँ मुखैमा यादै गरेर राख्नुपर्छ है त। त्यसपछि अब हामीसँग छ एडभर्स इफेक्ट है त। एडभर्स इफेक्ट हेरौँ, इजी नै छ, त्यस्तो गाह्रो केही पनि छैन। एडभर्स इफेक्ट चाहिँ धेरै गर्छ होइन एनएसएआइडीले, जस्तै कि जिआईमा गर्छ, जिआईमा एब्डोमिनल पेन, अल्सर, जिआई ब्लिडिङ, नजिया भमिटिङ होइन, जुन तपाईँहरू सबैमा एड गरिदिइरहनु भएको हुन्छ साल्ट छर्के जसरी होइन, त्यसरी नै अब नजिया भमिटिङहरू राख्न मिल्यो। रिनलमा पनि असर गर्छ, त्यसपछि यसले चाहिँ लिभरमा पनि असर गर्छ होइन, स्किनहरूमा भयो। अनि त्यसपछि पल्मोनरीमा पनि आस्माहरू हुनसक्छ भनेर भनेको छ, हेडेकहरू, डिजिनेसहरू हुनसक्छ भनेर भनेको छ। अब यो सिस्टम वाइज छ, तपाईँहरूले चाहिँ अब धेरै छ नि त, झन् छिटो चाहिँ याद हुन्छ कि धेरै भयो भने, किनभने एउटा बिर्स्यो भने अर्को त याद रहन्छ नि त। यसरी चाहिँ तपाईँहरूले याद गर्न सक्नुहुन्छ एडभर्स इफेक्ट है। अनि कन्ट्राइन्डिकेसन छ, कन्ट्राइन्डिकेसन चाहिँ हामीसँग के छ भन्दाखेरि पेप्टिक अल्सर, सबभन्दा एकदम कमनली सिन्ने पेप्टिक अल्सर हुन्छ एनएसएआइडीको। तपाईँहरूले देखि पनि रहनु भयो होला। एनएसएआइडी दिनुभन्दा अगाडि चाहिँ हामीले सुरुमा के दिन्छौँ त, पिपिआईहरू चाहिँ दिइरहेको हुन्छ नि होइन, कतिको याद गर्नुभएको छ। अनि पेप्टिक अल्सर हुने भयो, ब्लिडिङ डिसअर्डरहरू हुने भयो होइन, आजमा, हे फिभर भनेको चाहिँ एलर्जिक राइनाइटिस हो है। त्यसपछि नाजल पोलिप्सहरू छ भने नदिने। अनि त्यसपछि भाइरल फिभरहरू छ भने चाहिँ नदिने। या ड्यु टु द फियर अफ के हो भन्दाखेरि रेस सिन्ड्रोम होला, यहाँ म लेखिदिन्छु, फेरि चुकिनु होला तपाईँहरूले होइन, नोट पठाउँदाखेरि चाहिँ यो रेस सिन्ड्रोम भन्ने छ होइन। रेस सिन्ड्रोम भनेको चाहिँ के हो त भन्दाखेरि ब्रेनमा चाहिँ इन्फेक्सन हुन्छ के, यो रेस सिन्ड्रोमको कारणले चाहिँ। कस्तो ठाउँमा पुगेको ल, ब्रेनको इन्फेक्सनहरू हुनसक्छ, जसले गर्दाखेरि चाहिँ कन्सल्ट गरेर बल्ल चाहिँ हामीले के गर्नुपर्छ त, दिनुपर्छ होइन। नभए चाहिँ यत्तिकै एनएसएआइडीहरू चाहिँ दिन मिल्दैन भनेर चाहिँ भनेको छ है त। ल, एनएसएआइडीको लागि चाहिँ हाम्रो यति नै छ होइन। अनि अर्को हाम्रो ड्रग्स युज इन गाउट र ड्रग्स युज इन के अरे र्युमाटिस फिभरहरू भनेर छ, त्यो चाहिँ मैले अर्को भिडियोमा चाहिँ कभर गर्ने सोचेको छु। अर्को भिडियोमा हामी फेरि भेटौँला है। तपाईँहरूले नबिर्सिनु पर्ने कुरा चाहिँ यहाँ छ है, यसलाई हाइलाइट गरेर पनि राख्न सकिन्छ, म हाइलाइट गरेर राखिदिन्छु। एनाल्जेसिक, एन्टिपाइरेटिक र एन्टी इन्फ्लामेटरी भनिरहेको छ। आजको लागि चाहिँ यति नै गरौँ है। थ्याङ्क्स फर वाचिङ। फेरि अर्को भिडियोमा चाहिँ हामी छिट्टै भेट्नुपर्छ है त। बाई बाई।